हेलो एभ्रिवान, वेलकम ब्याक टु दि अनदर बिगिनर फ्रेन्डली गिटार लेसन। र आज हाम्रो यो लेसनमा हामीले हाम्रो रिलेटिभ कर्ड्सहरूलाई कसरी पत्ता लगाउन सक्छौँ भनेर बिगिनर साथीहरूको लागि डेडिकेट गरेर यो भिडियो मैले लिएर आइरहेको छु। र यदि तपाईँहरूले यो भिडियो काम लाग्छ भनेदेखि सेभ गर्न सक्नुहुन्छ। पहिलो नम्बरमा त तपाईँहरूलाई मेजर स्केल थाहा हुनु पर्यो, एटलिस्ट यति चाहिँ थाहा हुनु पर्यो होइन। यति थाहा पाइसके पछाडि तपाईँले यसलाई अब नोट थाहा छ भनेदेखि त झनै राम्रो, थाहा छैन भनेदेखि पनि म तपाईँहरूलाई हाइली इन्सिस्ट गर्छु। पहिलाको भिडियोहरूमा पनि मैले भन्दै आइरहेको छु, फ्रेटबोर्डको नोट्सहरूलाई कन्ठस्थ पार्नु होला, अनि त्यस पछाडि बल्ल बजाउन मजा आउँछ, अनि थ्योरी पनि सिक्न मजा आउँछ। CDEFGABC भयो होइन। यसलाई नम्बरमा भन्दा नि हुन्छ, 1 2 3 4 5 6 7 8 भयो होइन। 8 र 1 भनेको त एउटै नै हो। र के थाहा पाउनु पर्यो त भन्दाखेरि नि, यदि तपाईँहरूको टोनिक कर्ड चाहिँ सी हो, अर्थात् तपाईँले सी मेजरबाट कुनै पनि गीत स्टार्ट गर्दै हुनुहुन्छ भनेदेखि त्यसमा चाहिँ कम्तीमा पनि 3टा मेजर कर्ड चाहिँ लाग्छ। त्यो भनेको चाहिँ 1 4 अनि त्यस पछाडि 5, अर्थात् अब यसको 4 भनेको सी मेजर स्केलमा चौथो डिग्री, 4th डिग्रीमा चाहिँ यहाँ चाहिँ के पर्छ त भन्दाखेरि एफ पर्छ, अनि त्यस पछाडि 5th पोजिसनमा चाहिँ जी पर्छ। त्यही भएर सी मेजर बजाउँदाखेरि तपाईँको के हुन्छ, सी एउटा हुन्छ, एफ हुन्छ, त्यस पछाडि जी हुन्छ है त। अनि 6th पोजिसन, त्यस पछाडि 3rd पोजिसन अनि 2nd पोजिसन चाहिँ जहिले पनि माइनर हुन्छ। र तपाईँले चाहिँ 7thलाई चाहिँ तपाईँले डिमिनिस्डको रूपमा चाहिँ लिन सक्नुहुन्छ। यसको विषयमा हामी पछि अरू भिडियोहरूमा पनि हामी कुरा गर्नेछौँ, डिमिनिस्डको छुट्टै म भिडियो बनाउँछु यदि तपाईँहरूलाई इन्ट्रेस्ट छ भनेदेखि। तर अहिलेको लागि चाहिँ सी, त्यस पछाडि जी अनि त्यस पछाडि एफ अनि त्यस पछाडि जीलाई चाहिँ तपाईँहरू चाहिँ बुझ्नु होला। यो कुनै पनि प्याटर्नमा यसले काम गर्न सक्छ है। जस्तै अब जी मेजरमै बजाउनु भएछ भनेदेखि जी मेजरको पहिलो सुरुमा तपाईँहरूले त्यो मेजर स्केल बजाउनु होला, यो बजाउनु भयो होइन। त्यस पछाडि अब पत्ता लगाउनु होला, यो 1 2 3 4 भनेको के हो त भन्दाखेरि यहाँ सी हो। त्यही भएर जी मेजर तपाईँले बजाइराख्नु हुँदाखेरि सी लाग्छ, अनि त्यसपछि 5 भनेको के हो, डी हो, त्यही भएर डी लाग्छ। यसरी चाहिँ बजाउन सकिन्छ है त। पक्कै पनि चेकआउट गर्नु होला, र केही क्वेसनहरू छ भनेदेखि कमेन्टमा तपाईँहरूले छोड्न सक्नुहुन्छ। एन्ड आई विल सी यु इन द नेक्स्ट भिडियो।